नमस्ते यहाँहरुलाई केपी खबरमा स्वागत छ। अस्तिको भिडियोमा हामीले एउटा समस्या देखाएका थियौं। रेलवे ट्र्याक जहाँ जहाँ गएको छ र रेलवे ट्र्याकको बीचमा जुन क्रसिङ लाइन जहाँ जहाँ छ त्यहाँ चाहिँ खाल्डो भएका कारणले गर्दाखेरि विभिन्न एक्सिडेन्टहरू हुने गर्छन् भन्ने बारेमा हामीले त्यहाँका कर्मचारीहरूलाई जानकारी गरायौं र इन केस यदि त्यस्तो खालको दुर्घटना भयो भने त्यसको जिम्मेवारी के तपाईहरुले लिनुहुन्छ भनेर हामीले प्रश्न गरेका थियौं। भौतिक रूपमा केही त्यसको केही यताउता भयो भने त्यसको जिम्मेवारी कसले लिने? तपाईले लिने, नेपाल रेलवेले लिने कि प्रदेश सरकारले लिने कि संघ सरकारले लिने या कसले लिने? त्यस्तो भौतिक चाहिँ अब चाहिँ एक्सिडेन्ट भौतिकै चाहिँ के हुने जस्तो चाहिँ त्यो अवस्था देखिँदैन हैन। तर विडम्बना के भन्नुभयो भने उहाँहरूले हल्का पनि एक्सिडेन्ट हुँदैनन् र एक्सिडेन्ट हुँदैनन्, जबकि हामीले दोहोराई तेहराई गरेर हामीले प्रश्न गरिराख्यौं। त्यो अवस्था त देखिएन घट्ने हुने जस्तो चाहिँ है। अब मानौं बाटोमा यदि हामी तपाईँ हिँडिरहेका हुन्छौं त्यति बेला पनि त दुर्घटना हुने सम्भावना हुन्छ। मान्छे खस्दाखेरि त मान्छे मर्छन्। यदि त्यस्तो भइहाल्यो भने त्यसपछि रेलवे विभागले केही पनि जिम्मेवारी लिँदैनन्। अब यस्तो देखियो कि सर, त्यहाँ हामीले पनि निरीक्षण गर्यौं। हाम्रो ट्र्याकको कारणले चाहिँ एक्सिडेन्ट भएर चाहिँ भौतिक संरचना केही हुने त्यस्तो अवस्था चाहिँ देखिँदैन हैन। अब फेरि तपाईले त्यही रट लगाइराख्नु भएको छ सर। तर उहाँको जवाब जस्ताको त्यस्तै आइरह्यो कि हैनन् एक्सिडेन्टै हुँदैनन् भनेर भन्नुभएको थियो। किनभने जुन भिडियो हामीले सार्वजनिक गरेका थियौं त्यहाँ हामीले बकाइदा देखाइदिसकेका छौं कि कतिसम्मको शास्ति भोगिरहेका छन् आम सर्वसाधारण जनताहरू सँगसँगै सवारी साधन चलाउनेहरू। कति पटक र कतिजना आउँछन् ताकि यिनीहरूलाई हेल्प गर्छन्, कहिलेसम्म? ये कत्ते के हाथ टूटली, गोड टूटली, बहुते कुछ भेले। यहाँ को नेता पनि दलाल छ, मन्त्री पनि दलाल छ। अड्किनु भएको थियो? हजुर हजुर। किन कसरी अड्किनु भयो? त्यहाँ खाल्डो अरु कोही छ हेल्प गर्ने? आउ त भाइहरू, आउनु त उहाँलाई हेल्प गर्नु। जुन यो रेलवे ट्र्याक यहाँहरूले हेरिराख्नु भएको छ, खास गरेर अहिले म चाहिँ कुर्थामा छु। जुन यो रेलवे ट्र्याक खासमा यस्तो हुनुपर्ने हो। किनभने यहाँ पनि एउटा इक्जाम्पल हामीले हेर्न सकिरहेका छौं। जुन रेलवे ट्र्याक गएको छ यो दुईटैपट्टि, यो रेलवे ट्र्याकको यो छेउतिर यो जति पनि छ यो एकदम राम्रो छ, केही पनि खाल्डो साल्डो छैन र सवारी साधन सहजै रूपमा निस्किरहेको छ, केही पनि फरक परिरहेको छैन। या मालवाहक गाडी होस् या अन्य जुनसुकै गाडी किन नहोस् सहजै रूपमा गइरहेको छ। तर अन्य ठाउँहरूमा यतिको सहज छैन, जसको बारेमा हामीले जानकारी गराएका थियौं। आखिरकार ती समस्याहरू कहिलेसम्म समाधान हुन्छ? यदि ती समस्याहरू समाधान गर्न सक्नुहुन्न भने उनीहरू पदमा बसेर के गरिराख्नु भएको छ? या ती पैसा किन खाइराख्नु भएको छ? या स्यालेरी किन लिइराख्नु भएको छ? ती स्यालेरी कसैको यताउताबाट होइन, ती आम सर्वसाधारण जनताहरूको खल्तीबाट जाने गर्छन्, जुन चाहिँ कर मार्फत सरकारलाई बुझाइरहेको हुन्छ, दिइरहेको हुन्छ, न कि उनीहरूको आफ्नै खल्तीको। तर पनि उनीहरूले खासै राम्रोसँग चाहिँ काम गर्दैनन्, त्यतिसम्मको विडम्बना छ। र अझै हामी देखाइदिउँ, यो रेलवे ट्र्याक जहाँ जहाँ गएको छ, जहाँ जहाँ क्रसिङ लाइन रहेको छ त्यहाँ समस्या अधिकांश ठाउँहरूमा समस्या भइरहेको छ। खास गरेर जुन शहरी क्षेत्र, जुन चाहिँ भिडभाडको ठाउँ रहेको छ, जहाँ जहाँबाट त्यो चौकहरूबाट निस्केको छ, जस्तै मिल्स एरिया भइसक्यो र थापा चौकदेखि रणभूमि मैदान जाने बाटोमा त्यहाँ पनि समस्या छ। त्यहाँ चाहिँ अलि बढी खाल्डो भएका कारणले गर्दाखेरि एक्सिडेन्ट भइरहेको छ। तर सम्बन्धित निकाय भनेको मौन भएर बसेका छन्। हामीलाई के भन्नुभएको थियो भने 2 हप्ता अगाडि हामीले रिपोर्ट सार्वजनिक गरेका थियौं र उहाँले भन्नुभएको थियो कि त्यसको कार्य गर्दाखेरि हाम्रो जनशक्ति र उहाँको जनशक्ति बीचमा भएर त्यसको कार्य चाहिँ चुनावपछि लगत्तै चाहिँ त्यसको निर्माण कार्य अगाडि बढ्छ। अहिले निर्वाचन भएको कारणले गर्दाखेरि हामी निर्वाचन सम्पन्न भइसकेपछि हामी काम गर्छौं भनेर मेन पावरको कमी कमजोरी भएको कारणले गर्दाखेरि अहिले हामी गर्न सक्दैनौं भनेर भन्नुभएको थियो। आखिरकार जुन दुर्घटना हिजो मात्रै दुर्घटना एउटा भएको थियो र ज्यान धनको क्षति भइरहेको छ, आखिर यसको जिम्मेवारी कसले लिने? सडक विभागले लिने या मध्य प्रदेश सरकारले लिने या जनकपुरधाम उपमहानगरपालिकाले लिने या रेलवे विभागले लिने? आखिर कसले लिने?